हेलो गाइज गुड मर्निङ। म जमुना बिस्ट फेरि पनि मिनी ब्लग लिएर आइसकेको छु होइन। म चाहिँ बिहानै 8 बजी उठेँ अनि त्यस पछाडि मैले फर्स्टमा चाहिँ उठेको बेलामा जाँगर सर्छ नि त, अनि मेरो रुम सफा गर्नतिर लागेँ। सफा गर्नुभन्दा नि बेडहरू मिलाएँ। त्यस पछाडि म चाहिँ अब 100 दिन 100 मिनी ब्लग ल्याउँछु भनेर लागिसकेको हो नि त। त्यही भएर म चाहिँ भिडियो बनाउनै पर्छ भन्ने कुरा मनमा लिएर मैले चाहिँ भिडियो बनाउनतिर लागेँ होइन। म चाहिँ अब भिडियो बनाउनु खासै नआउने रहेछ क्या, फोनहरू केमा राख्नु सुरु भएर पनि होला। तर पनि होइन, मैले गर्छु भनेर लागि परेपछि गर्छु भन्ने आँट ल्याएपछि मैले बनाउनै पर्छ भन्ने कुरा मनमा लागेर मैले चाहिँ भिडियो बनाउने निर्णय गरेको। अनि म चाहिँ जाडो छ नि त, अनि स्वेटरहरू लाएर मेरो रुम चाहिँ यतिको बनाएँ, बेड मिलाएँ। त्यस पछाडि म चाहिँ अब मुख धुन्छु होइन। अब ब्रसहरू गर्छु। बेलुका पनि मैले ब्रस गरेर सुतेको हुन्छु क्या, फेरि केही कुराहरू खाइन्छ नि त, बेलुका लामो समय बसिन्छ त्यत्तिकै। अनि ब्रसहरू गरेँ। त्यस पछाडि म चाहिँ खासै त्यस्तो केयरिङ चाहिँ गर्दिनँ होइन, फेसहरू त्यस्तो। अनि भिडियो बनाउनु भन्दा नि के नै बनाउनु, फेरि मिनी ब्लगमा त्यस्तो धेरै पनि हुने रहेछ क्या। अनि यो क्रिम चाहिँ दिदीले ल्याइदिएको थियो क्या। मैले चाहिँ हिजो के कुरा छुटाएको थिएँ भने बत्ती बाल्न छुटाएको थिएँ क्या भिडियो। अनि चट्टसँगले आज चाहिँ काममा जानुपर्ने थियो। अनि त्यही भएर म चाहिँ बाहिर बसेर सुन्तला खाएँ होइन। अनि यतिखेर चाहिँ लगभग 11-12 बजिसकेको थियो। अनि सुन्तलाहरू खाएँ। घामहरू राम्रो लागेको थियो, मौसमहरू यस्तो राम्रो थियो नि त। अनि काममा गाडी आयो, म काममा जानुपर्ने भयो होइन। अनि थोरै भिडियोहरू लिएको के काममा पनि, अब सधैँभरि भिडियो लिन त पाइँदैन, तर पनि थोरै क्लिपहरू लिइराखेको। अनि धेरै सफा गर्नुपर्ने थियो क्या, भिडियोमा ध्यान दिन थाल्यो भने त सफा गर्न धेरै ढिलो हुन्छ नि त। अनि बेडहरू मिलाएँ। फोनहरू बेला भिडियो लिउँ न भनेर अड्यायो, अघि झर्छ क्या, गाह्रो हुने रहेछ हौ भिडियो बनाउन। तर पनि म प्रयास जारी राख्छु भनेर। अब तपाईँहरूलाई कस्तो लाग्छ मेरो मिनी ब्लगहरू, केही सिकाउनु होला, कुन तरिकाले बनाउँदा केही भिडियो बनाउन आउँछ भने मलाई सिकाउनु होला होइन। सबै कुरा जानेको हुँदैन नि त, त्यही भएर सबै कुरा सिक्नै गर्नुपर्छ अनि जानिन्छ। आजको मौसम यस्तो राम्रो छ नि त। अब मेरो काम चाहिँ लास्ट हो, अब यही छट सफा गर्नुपर्ने छ होइन। भन्दै बाई गाइज, कस्तो लाग्यो मेरो भिडियोहरू भन्दै गर्नु होला, प्रतिक्रिया दिँदै गर्नु होला। आज चाहिँ पार्ट 2 हो, त्यही भनेर तपाईँहरूको साथ र मायाको खाँचो छ मलाई भन्दै बाई। नेक्स्ट भिडियोमा भेटौँला।